हाम्रो 15,700 मा हजुरलाई स्वागत छ सर भन्ने होइन भन्ने पनि खिचिरहेको छ सर म त एडिट गर्छु नि यतिकै हाल्छु खिचाउनु हो खिचाएको खिचाउनु हो खिच्या कस्तो ल त दर्शक सबैलाई नमस्कार हाम्रो 15,700 मा हजुरलाई स्वागत छ उहाँले त्यही भन्नु मैले त्यही भएर होइन 4-5 मिनट पुगेपछि पुग्यो भन्नुहोस् है ल 4-5 मिनट पुगेपछि पुग्यो भन्नुहोस् है त हामी यति गर्छौँ अनि अब सरले लास्ट हजुर चाहिँ 15,700 मा चाहिँ च्यानलको नामै युनिक चाहिँ भएको 15,700 अब 400 चाहिँ 300 सब्सक्राइबर पुगिसक्यो तपाईँहरूले 300 जनाले माया गरिदिनु भयो अनि अब 1800ले चाहिँ लास्ट टाइम भयो भनेको मतलब 1000 सब्सक्राइबर 1000 अब 700 सब्सक्राइब चाहियो तपाईँलाई 700 सब्सक्राइबर त्यसपछि 2200 घण्टा चाहिँ वाच टाइम चाहियो त्यसको लागि तपाईँले भनिदिनु पर्यो मैले अब यस्तो छ अब हेरिसक्नु भएकोले घरिघरि त्यही कन्टेन्ट हेर्न त अल्छी लाग्छ जे चिज चाहिँ अपलोड गरिरहेको छ तपाईँले नयाँ कन्टेन्ट बनाएर हालिदिनु हो भनेदेखि चाहिँ उहाँहरूले फेरि रिपिट त्यो नयाँ कन्टेन्ट अब यस्तो छ क्या मैले गरेको काम चाहिँ हजुर बिना मैले कति काम गरेको छैन सर पहिलो कुरो हजुरकै समय छैन होइन अब यो चाहिँ तपाईँको फ्यान मेरो पनि होइन केही पनि होइन हजुरको फ्यानले सब्सक्राइब गर्नुभएको 3000 जति 300 कति हुनुहुन्छ त्यो तपाईँको फ्यानहरूले गर्नुभएको 1800 वाच टाइम तपाईँकोले हेरेर पुग्नु भएको हो नि त अरू बनाएर हुँदैन धन्यवाद छ तपाईँ 300 जनाले चाहिँ हाम्रो 15,700 च्यानललाई सब्सक्राइब गरिदिनु भयो अब यो चाहिँ तपाईँले मैले अब अघि त हामी जिस्क्यौँ होइन तर सिरियसली भन्नुपर्दाखेरि चाहिँ यो च्यानलको हाम्रो प्रोप्राइटर हाम्रो डिरेक्टर भने चाहिँ उहाँ हुनुहुन्छ हाम्रो टेकेन्द्र कान्ति सर यो च्यानलको चाहिँ मेन व्यक्ति उहाँ हुनुहुन्छ अब उहाँले धेरै मिहिनेत गर्नुभएको छ यो कला क्षेत्रमा धेरै सिरियलहरू डिरेक्सन गर्नुभएको छ र कथाहरू पनि उहाँको धेरै कथाहरूमा उहाँले चाहिँ बनाउनु भएको छ र अहिले धेरै समय भइसक्यो हामीसँग दुईजना सहकार्य गर्दै आएको पनि अब यो चाहिँ अहिले जति पनि उहाँले काम गर्नुभएको थियो भन्दा अगाडि यो चाहिँ सबै अरू साथीहरूको च्यानलमा चाहिँ उहाँले चाहिँ कन्टेन्ट बनाइदिनु भएको थियो अब यो चाहिँ उहाँको एउटा चाहिँ रिक्वेस्ट चाहिँ यो च्यानल चाहिँ मेरो आफ्नो बनाउँछु यसलाई चाहिँ मोनिटाइज गर्छु अब यसबाट चाहिँ अब मैले धेरैजनाको काम गरेँ अब मैले मेरै आफ्नो च्यानलमा चाहिँ केही राम्रो कन्टेन्ट चाहिँ मैले दर्शकहरूलाई दिन्छु भन्ने चाहिँ उहाँको ठुलो चाहना छ अब त्यो चाहना बमोजिम उहाँले यो च्यानल खोल्नुभएको हो नाम चाहिँ अलिकति सुन्दाखेरि 15,700 भन्ने चाहिँ कस्तो खालको च्यानल लाग्छ होला तपाईँहरूलाई त्यो 15,700 एउटा कहानी छ म त्यो अहिले पनि त्यो पनि मैले आज खोलिदिएँ मैले यो चाहिँ 15,700 उहाँलाई यो सोच चाहिँ पहिलेदेखि नै च्यानल खोल्ने चाहिँ आएको रहेछ तर उहाँले चाहिँ राम्रो उहाँको पहिला योभन्दा अगाडि बिचरा राम्रो मोबाइल रहेनछ राम्रो पुरानो मोबाइल रहेछ अब यो ह्याङ हुने मोबाइल हेर्नुहोस् यो ह्याङ हुने मोबाइलले चाहिँ भिडियो खिच्दाखेरि पनि ब्लोर आउने अब त्यो ब्लोर आएको भिडियो कसरी युट्युबमा अपलोड गर्ने अनि त्यसले गर्दा बिचरा अब जब उहाँले पैसा बिस्तारै बचाउँदै चाहिँ यो अहिले जुन भिडियो अहिले तपाईँहरू हेराउनु भएको छ यो भिडियो चाहिँ यो जुन यो 15,700 चाहिँ परेको मोबाइल यो भिभोको चाहिँ 15,700 मा चाहिँ किन्नु भएको रहेछ यो अहिले जुन भिडियो तपाईँले क्वालिटी हेर्नु भएको छ 15,700 मा किनेको मोबाइल सुटिङ गर्नु बेलामा उहाँले चाहिँ सर मैले 15,700 मा किनेको भनेर भन्नुभयो अनि मैले चाहिँ उहाँले भिडियो खिच्नुभयो अनि त्यसपछि गएर के गर्नु छ भिडियो भन्दाखेरि म युट्युब च्यानल खोल्छु सर भनेर भन्नुभयो त्यसको युट्युब च्यानलको नामै 15,700 राखिदिनुहोस् भनेर मैले जिस्केर भनेको तर 300 ले पत्याउनु रियल स्टेट थियो भनेपछि यो हाँसोमा दुःख लुकेको छ किनभनेदेखि हामी सुन्दाखेरि हाँसो लाग्छ रमाइलो लाग्छ खास किन्न चाहिँ सरलाई सानो कुरा म यो 15,000 अहिले यो किस्ताबन्दी मोबाइल पाउँछ नि मैले 51,000 मोबाइल हेरेँ नि सर हजुर अनि पैसा 51,000 को 40% कति भयो 20 त्यति पुगेन 15,000 बल्ल बल्ल जुटाएर गएको थिएँ लगभग 700 यताउता गरेर मिलाएँ होइन कति लगभग 16,000 कति भन्नुभएको थियो 15,700 मा दिनुभयो अनि लगभग 20-22,000 राख्नुपर्ने भयो होइन 51,000 को ठुलै किन्छु क्यामेरालाई खिच्न अब छैन यत्रो जति सिरियल बनाए नि होइन अब अलिक गाह्रो छ नि त चल्नलाई मान्छेलाई मार्केटमा अलिक गाह्रो त्यही भएर मोबाइलले गर्छु भनेर गएको सबै कुरो मिल्यो ल 5-7 हजार दिन पनि पत्याउने भयो साथीभाइले अर्को नआइ त राख्नुपर्ने रहेछ क्या अर्को साथी बस्दिन नभएर मेरो तुप महँगो मोबाइल आएन अनि मेरो जति 15,000 साथीले जति भयो यसरी खिच्छु भनेर हुन्छ
यो दुःखको कहानी छ त्यसले गर्दाखेरि अब अहिलेलाई चाहिँ 15,700 छ च्यानल होइन च्यानलको नाम फेर्दिनु सर यही राख्छु म यो मोन्टाज हुन्छ होला है उहाँले किन हुँदैन 100% हुन्छ तपाईँको च्यानल दर्शकहरूले तपाईँलाई माया गर्नुहुन्छ यत्रो तपाईँले काम गर्नुभएको अरू साथीहरूको च्यानलमा राखेर त अरू साथीहरूको च्यानललाई माया गरिदिनु भएको छ भने यो त तपाईँको आफ्नो च्यानल आफ्नो च्यानललाई चाहिँ अब यति विधि भनिसकेपछि पनि दर्शकहरूले माया गर्नुहुन्न भन्ने त मलाई लाग्दैन होइन त्यसले गर्दाखेरि मेरो पनि हजुरहरूलाई रिक्वेस्ट छ यो 15,700 च्यानललाई चाहिँ तपाईँहरूले माया गरिदिनु होला र जसले सब्सक्राइब गरिदिनु भयो उहाँलाई धेरै धेरै धन्यवाद र सब्सक्राइब नगर्नु भएको व्यक्तिहरू त हजुरको साथीभाइ इष्टमित्र सबैजनाहरूलाई चाहिँ सब्सक्राइब गर्न लगाइदिनु भयो भने हामी आभारी हुन्थ्यौँ किन मैले यो तपाईँहरू रिक्वेस्ट गरिरहेको छु भने यो च्यानल मोनिटाइज भइसकेपछि चाहिँ तपाईँहरूमा एउटा राम्रो कथावस्तु भयो राम्रो सिरियल अथवा वेब सिरिज सरलाई सानो गुनासो कन्टेन्ट सिरियल बनाउने कि यो बनाउने अहिले चलिरहेछ नि सर यस्तो के भन्छ गफ गर्नेलाई अडियोलाई पनि अहिले के भन्छ अरे ब्लग ब्लग होइन भन्छ नि जस्तै तपाईँ पनि इन्टरभ्यू जानुहुन्छ खास अडियोमा जानुहुन्छ भिडियो आइरहेको हुन्छ क्या इन्टरभ्यू के नि अहिले त्यस्तो छ नि त क्यामेराले खिचेर हाल्ने चलन छ नि इन्टरभ्यू पनि ए पहिला चाहिँ इन्टरभ्यू भनेपछि पहिला बसेरै आधी घन्टा यो हुन्थ्यो अहिले भ्लग गरिन्छ नि त रमाइलो त्यस्तो हुन्न कन्टेन्टै हाल्नु त्यो चाहिँ कस्तो हुन्छ भने त्यो चाहिँ जस्ट एउटा भ्लग भन्छ त्यसलाई लाइक होइन अब त्यो गर्दाखेरि चाहिँ कस्तो भने मलाई चाहिँ त्यो भ्लग हेर्ने भने त्यो टाइम पास जस्तो लाग्छ होइन अब त्यो चिजहरूले चाहिँ कस्तो भने भ्लगरहरूले बनाएको भ्लग उहाँहरूले गर्नुभएको भ्लगमा चाहिँ उहाँहरूले रमाइलो गर्नुभएको चिजलाई हामीले किन धेरै हेर्ने हामीले पनि मिहिनेत गर्नु पऱ्यो नि होइन अब भ्लग भनेको कस्तो जे चिज छ त्यो चिज खिच्ने यताउति या गाई यस्तो छु भन्ने कुराहरू हुन्छ त्यो भनेको त नर्मल कुरा हो नि त न त त्यसमा धेरै इन्भेस्ट पनि भएको हुँदैन होइन अब हाम्रो सिरियल भनेको अथवा वेब सिरिज भनौँ अथवा म्युजिक भिडियो मुभी भनौँ यो चिज भनेको हाम्रो लगानी भएको हुन्छ हामीले चाहिँ यसलाई चाहिँ यो काम गर्नको लागि कति एक्सर्साइज गरेका हुन्छौँ कति टेबल वर्क गरेका हुन्छौँ होइन कथावस्तुमा कति भरिएका हुन्छौँ कस्तो खालको कथावस्तु दिने कस्तो खालको कथावस्तुले चाहिँ दर्शकहरूको मन छुला कस्तो खालको कथावस्तुले चाहिँ जनमानसमा चेतना जाला होइन कस्तो खालको कथावस्तुले चाहिँ एउटा समाज सुदृढ होला भन्ने खालका कुराहरू हामी धेरै मनन चिन्तन गरेर चाहिँ त्यो निर्माण गर्छौँ नि होइन त्यो निर्माण गरेको ठाउँमा त्यो भ्लग भनेको के हो होइन त्यसले गर्दाखेरि तपाईँ जतिको व्यक्तिले चाहिँ भ्लग होइन एउटा राम्रो चेतनामूलक सिरियल अथवा सिरिज म त नामै त्यही राख्ने बनाएर चाहिँ तपाईँलाई नामै जे बनाए नि कन्टेन्टमा भर पर्छ नि म त नामै 15,700 राखेँ 15,700 मा एउटा स्टोरी बनाएर पनि जान सक्नुहुन्छ भोलि गएर 15,700 अफिसियल भनेर 15,700 को त धेरै कुराहरू कहानीहरू आउँछन् नि त्यहाँ 15,700 ले गर्दाखेरि घरमा कति कलह आउँछ कति विद्रोह आउँछ जुन विद्रोह चाहिँ आउनुहुन्न भन्ने चाहिँ समाजमा हामीले चाहिँ चेतना पनि दिन सक्छौँ होइन कथा हो कथालाई लाने त कसरी सकारात्मक ढङ्गबाट लाने त हो नकारात्मक ढङ्गबाट दोभाषे तरिकाले समाजमा चाहिँ असर पर्ने गरी चाहिँ हामी काम गर्दैनौँ हामी जतिको व्यक्तिले चाहिँ समाजलाई कसरी सुदृढ गर्ने हामी त दर्पण हो नि त होइन हामी ऐना भएर प्रकट हुनुपर्छ ताकि अरू व्यक्तिहरू भयो हामी भयो है 5 मिनट भयो नमस्कार